सामान्य ब्याज दर नेपालीमा सिम्पल इन्ट्रेस्ट भनेको सिम्पल इन्ट्रेस्ट सामान्य ब्याज दर भित्र हामीले के कुरा नोटिस गर्नुपर्छ भन्दा प्रिन्सिपल नेपालीमा प्रिन्सिपल भनेको साउ है त। अनि अर्को हुन्छ हाम्रो रेट, यो भनेको दर, ब्याज दर भन्छ नि त्यही। अर्को हुन्छ हाम्रो इन्ट्रेस्ट भनेको ब्याज। अनि अर्को के हुन्छ त टाइम, यानि कि समय। अब एउटा इक्जाम्पल दिन्छौँ हामी, राम र श्यामको। श्यामलाई 100 रुपियाँ चाहियो अरे होइन। अब रामसँग चाहिँ पैसा छ अरे, श्यामलाई कति चाहिएको छ 100 रुपियाँ, तर योसँग पैसा छैन। अब यसलाई 100 रुपियाँ चाहिएको छ, श्यामसँग चाहिँ 200 रुपियाँ छ अरे है त, उसँग कति छ अरे 200 रुपियाँ। अब श्यामले रामलाई 100 रुपियाँ के गर्छ दिन्छ, यसले यसलाई 100 रुपियाँ दिन्छ, तर त्यत्तिकै दिन्छ त अहिलेको टाइममा कसैले पैसा। यसलाई पनि त केही फाइदा हेर्छ नि त, यसले पनि त केही कुरा त खोज्छ होइन, खोज्छ नि होइन। अब रामले श्यामलाई के भन्छ, म तँलाई 100 रुपियाँ दिन्छु, तर मैले तैँले मलाई 100 रुपियाँ फर्काउँदाखेरि अब कति समय, जस्तै श्यामले के भनौँ मेरो 2 महिना पछाडि पैसा आउँछ, म तँलाई 2 महिना पछाडि रिटर्न गर्छु भन्छ होइन। अब 2 महिना पछाडि रिटर्न गरे पनि त उसले त्यत्तिकै त दिँदैन होला होइन, दिन्छ त दिँदैन। अब उसले के भन्छ 100 रुपियाँ म तँलाई अहिले दिन्छु, तर तैँले मलाई रिटर्न गर्दा कति दिनु पर्यो, तर तैँले मलाई रिटर्न गर्दा 110 रुपियाँ दिन्छस् भन्छ क्या। अनि यो शर्तमा उताले 2 महिना पछाडि रिटर्न गर्दा कति दिन्छ भनेको रहेछ 110 रुपियाँ। यो भनेको टोटल अमाउन्ट के अरे एमाउन्ट क्या। अब यो एमाउन्ट आयो 110 रुपियाँ उसले फिर्ता दिन्छ अरे, अनि 110 रुपियाँ नि लगाएछ त उसले त 100 लगाएछ, तर 110 रुपियाँ फिर्ता दियो भनेपछि यो 10 रुपियाँ चाहिँ के दियो त उसले इन्ट्रेस्ट दियो क्या, त्यति महिना चलाएको इन्ट्रेस्ट यानि कि ब्याज दियो। यो चाहिँ इन्ट्रेस्ट डाइरेक्ट एमाउन्टमा आएन। अब हामीले के बुझ्ने भन्दाखेरि एमाउन्ट भनेको प्रिन्सिपल प्लस इन्ट्रेस्ट, यो एउटा इम्पोर्टेन्ट फर्मुला है त। हामीले क्लास 7 मा पनि पढाएको थियौँ, सिम्पल इन्ट्रेस्टमा आई थिङ्क पढाएको थियो होला, पढ्नुपर्छ। एमाउन्ट भनेको प्रिन्सिपल प्लस इन्ट्रेस्ट। अब यहाँबाट हाम्रो फर्मुला सुरु हुन्छ। अब सिम्पल इन्ट्रेस्ट आई भनेर हामीले डोनेट गर्छौँ यसलाई। सिम्पल इन्ट्रेस्ट आई भनेको के हो भन्दाखेरि पी प्रिन्सिपल इन्टु टाइम इन्टु रेट बाई 100 जहिले पनि है त। अब यहीँबाट अरू फर्मुला पनि डिराइभ हुन्छ, जस्तै यो भनेको के भयो आई इज इक्वल्स टु पी इन्टु टी इन्टु आर बाई 100 भयो कि होइन। अब अहिले हामीलाई इन्ट्रेस्ट चाहिएको छ र हामीले सिम्पल इन्ट्रेस्ट निकाल कसैले कति भयो त ब्याज भनेर सोध्यो नि। अब यो कुरा ब्याङ्कमा पनि युज हुन्छ, ब्याङ्कमा चाहिँ अब अरू नै इन्ट्रेस्ट तरिकाले क्यालकुलेट हुन्छ, तर सेम हो क्या ब्याङ्कमा। अनि हामीले केही पैसा हाम्रो डिपोजिट गर्छौँ होइन, ब्याङ्कले हामीलाई ब्याज दिन्छ दिँदैन, त्यसको केही पर्सेन्ट इन्ट्रेस्ट दिन्छ हो। यस्तै कुराहरू हामीले 100 कडा 5, 100 कडा 2 भनेर गाउँमा पनि सुनेको छौँ नि होइन, इन्ट्रेस्टहरूको कुराहरू। अब बिस्तारै पढ्दै जान्छौँ, 9 मा गएर हाम्रो कम्पाउन्ड इन्ट्रेस्टहरू आउँछ, त्यहाँ अझै डिटेलमा धेरै कुरा पढिन्छ। अहिले बेसिक सिम्पल इन्ट्रेस्ट भनेको सामान्य ब्याज दर। अब यहाँ आई निकाल भनेको छ भने पी इन्टु टी इन्टु आर बाई 100। आर भनेको रेट, जहिले पनि पर्सेन्टमा दिएको, कुनै पनि भ्याल्यु त्यो क्वेसनमा पर्सेन्टेजमा देखियो भने त्यो के रहेछ आर रहेछ भनेर बुझ्ने है त। अब आई इन्टु 100 हो, आई इन्टु 100। अनि मुनि हामीले जस्तै हामीलाई प्रिन्सिपल निकाल भनेर कुनै क्वेसनलाई भने एउटा है त प्रिन्सिपलको लागि फर्मुला यहीँबाट डिराइभ हुन्छ। आई यो 100 यताको आई इन्टु 100, अनि यो पी र हामीलाई प्रिन्सिपल चाहिएको छ, प्रिन्सिपल मात्रै यहाँ राख्ने, अर्को टी र आर मुनि आयो भने पी भनेको के रहेछ आई इन्टु 100 बाई टी इन्टु आर, बुझ्यो। यहीँबाट यही फर्मुलाबाट डिराइभ हुँदैछ है त। अब अर्को, अब हामीलाई टी चाहियो अरे होइन, टी चाहियो भने यो आई इन्टु 100 जहिले पनि माथि सेम भयो, किनकि यहाँ आई थियो 100 गयो मल्टिप्लाई भयो होइन, आई इन्टु 100 भयो। अब हामीलाई टाइम चाहिएको छ, प्रिन्सिपल र रेट छ भने पी इन्टु आर, टाइम निकाल्ने फर्मुला नि भयो। अब अर्को के छ, अब अर्को के निकाल्नु पऱ्यो, पी निकाल्ने पनि भयो, टाइम निकाल्ने, अब रेट निकाल्नु पऱ्यो। आर इज इक्वल्स टु माथि के छ आई इन्टु 100 बाई मुनि भनेको के छ, अब हामीलाई आर निकाल्नु छ भने पी इन्टु टी। ल